यो लाङटाङ भ्यालीको केन्जिङ गुम्बा भन्ने ठाउँ हो। आज हामी केन्जिङ गुम्बा बजारको उत्तर र पूर्वपट्टि ठाउँमा भएको भगवान गुरु रिम्पोछेको जुत्ताको छाप दर्शन गराउँदैछु। यो भगवान गुरु रिम्पोछे पद्मसम्भवको जुत्ताको छाप हो। 8औं शताब्दीमा भगवान गुरु रिम्पोछे पद्मसम्भव बुद्ध धर्म प्रचारको लागि हिमाली भूभागमा जानुभएको थियो, जसमध्ये लाङटाङको केन्जी गुम्बा एक पर्छ र यहाँ 2वटा जुत्ताको छाप देख्न सकिन्छ। यो एउटा र अर्को यहाँदेखि 5 मिनेट पर चिरखुरी भन्ने ठाउँमा छ। आठौं शताब्दीमा भगवान गुरु पद्मसम्भव यस केन्जिङ गुम्बामा आउनुभएको थियो र उहाँले यहाँ दाहिने खुट्टाले टेक्नु भएको थियो र अर्को चाहिँ यहाँदेखि लगभग 5 मिनेट पर देब्रे खुट्टाले टेक्नु भएको ठाउँ छ र यो अति पवित्र ठाउँ मानिन्छ। In the 8th century, Guru Rinpoche Padmasambhav had came to Lantang Valley for meditation. This place is situated on the northeast side of the Kencing Gumba. Guru Rinpoche had left his right footprint on this stone, and his another footprint is left in Chirkhuri area. Chirkhuri area is about 5 minutes away from this place. यो भगवान गुरु रिम्पोछे पद्मसम्भवको जुत्ताको छाप पूर्वपट्टि फर्किएको छ र यो हिमालको पछाडिपट्टि हेलुम्बु र 5 पोखरी पर्छ। अब हामीहरू भगवान गुरु रिम्पोछेको अर्को जुत्ताको छाप दर्शन गर्न जाँदैछौँ। अहिले हामीहरू चिरखुरी भन्ने ठाउँमा आइपुग्यौँ। अब नजिकै छ भगवान गुरु रिम्पोछेको जुत्ताको छाप। र अब हामीहरू केन्जिङ गुम्बादेखि लगभग 5 देखि 10 मिनेट हिँडेपछि भगवान गुरु रिम्पोछेको जुत्ताको छाप भएको ठाउँमा आइपुग्यौँ। यो भगवान गुरु रिम्पोछे पद्मसम्भवको जुत्ताको छाप हो।
This is the left footprint of Guru Rinpoche Padmasambhava. Now we are here at Chirikuri area. This is the holy place of Buddhism. Please welcome to visit this holy place. Thank you. केन्जिङ गुम्बामा भएको ढुङ्गामा भगवान गुरु रिम्पोछेले दाहिने खुट्टाले टेक्नु भएको थियो भने यहाँ देब्रे खुट्टाले टेक्नु भएको थियो। यहाँका स्थानीय बासिन्दाहरूको भनाइअनुसार भगवान गुरु रिम्पोछे पद्मसम्भवले यहाँ भएको दुई थाममा टेकेपछि आकाशमा उडेर हिमाल पारी हेलम्बु जानुभएको थियो भन्ने भनाइ छ। दुवै ठाउँको जुत्ताको छाप भएको साइज लगभग बराबर छ। दुवै ठाउँको जुत्ताहरू पूर्वपट्टि फर्किएको छ। तपाईहरू पनि यस लाङटाङको केन्जी गुम्बामा भगवान गुरु रिम्पोछे पद्मसम्भवको जुत्ताको छाप दर्शन गर्न आउनुहुन्छ भने दुवै ठाउँको लागि लुङ्टा लिएर आएर चढाउनु होला। तपाईहरूलाई पुण्य मिल्नेछ। धन्यवाद।